त्यसरी नगर्नु धेरै बेरसम्म त्यसरी नराख्नु है यसो टाइमिङ हेरेर मात्रै कुदेकै उहाँहरूले यसरी राख्नुहुन्छ नि नजिकै यसरी नराख्नु क्या पानी धामीले गर्दा केही कुराहरू छ भने अलि सानो सोले बोल्ने त्यो डुङ्गा पछि सुत्दा हुन्छ है खास यहाँ चाहिँ मेन चाहिँ तपाईँको दुई किसिमको गोहीहरू देखिन्छ। एउटा चाहिँ मास मगर जुन चाहिँ छोटो मुख भएको, अर्को चाहिँ घडियाल लामो मुख भएको है। त्यो मास मगर छ नि त्यो चाहिँ जहाँ पनि सर्भाइभ गर्न सक्छ, त्यसले जे पनि खान्छ हैन। हाम्रो घडियाल भनेको लामो ठुलो भएको, त्यो चाहिँ यस्तो फ्रेस पानीमा मात्र बस्ने, त्यसले खाने भनेको चाहिँ माछा मात्र है। तर यो गोहीहरूको चाहिँ मेन फुड भनेको माछा नै हो। त्यो बाहेक यो मास मगरले चाहिँ अब जे पनि खान्छ। कहिलेकाहीँ यसो मान्छेहरू पनि शिकार गरेर हुन्छ त्यसले चाहिँ है। उतानिर हेर्नु त क्रोकोडाइल छ यो साइडमा, राइट साइडमा। हजुर यो चाहिँ मगर गोही हो है, मास मगर। ऊ अलि अगाडि हेर्नु त उतानिर। हुँदैन त्यसमा कसै खासै डर हुँदैन यसमा चाहिँ है, ढुङ्गामा चाहिँ। हजुर यो चाहिँ कोल्ड ब्लडेड भएको भएर यो चाहिँ तातोको लागि चाहिँ यिनीहरू बाहिर चाहिँ निस्किने हो कि। यो चाहिँ मास मगर, यो मगर गोही है त यो चाहिँ। हजुर लानु यो सानो चरा छ नि यहाँनिर हेर्नु त, यसलाई व्हाइट ब्राउड वाकटेल भन्छ है। हजुर यसले चाहिँ पुच्छाहरू त्यस्तो वाइक गरिरहेको हुन्छ नि, त्यही भएर वाइट टेल भने यसलाई चाहिँ। यहाँ पनि व्हाइट ब्राउड वाकटेल छ है, यो सानो आइल्यान्ड जस्तोमा। हजुर यो चाहिँ व्हाइट ब्राउड वाकटेल। यसलाई चाहिँ जलकौवाल लेसर कर्मोरान्ट भन्छ है त्यसलाई। ल यो साइडमा हेर्नु त गोही छ है त, ऊ यतापट्टि गोही छ। हजुर त्यहाँ त्यो पनि मगर गोही नै है, घडियाल होइन यो चाहिँ। यसले माछा हेरिरहेको छ। यो चाहिँ हात्ती सफारी गराएको यिनीहरू चाहिँ। यो चाहिँ मास मगर।
उयो हान त गयो अगाडि त्यो मास मगर है यो पनि वापस चाहिँ फेरि 2 जना ल्याउनु पर्ने चाहिँ गाह्रो है हजुर हो यो यसरी लाँदाखेरि यसरी पुस गरेर लानुपर्छ कि त्यही भएर उहाँहरूलाई चाहिँ गाह्रो हुन्छ पानी बगेको बिचमा बिना लिएर ल हेर्नु यो चाहिँ रेड न्याप आइबिस है यो कर्रा सावरी भन्छ यसलाई चाहिँ हजुर